पैसा कमाउन रहर लाग्यो, कारखाना चलाउन रहर लाग्यो। यो पुराना फाइलहरू खुल्ला मान्ने जो तपाईलाई के खोल्ने हो, सब खोल्ने। तपाईँ पनि त्यसमा साथ दिनुहुन्छ? एकदम साथ दिन्छ। यो पुराना नेताहरूले अझै पनि त्यो एक खालको दम्ब देखाइरहनु भएको छ भनेर तपाईँले स्टाटसहरू पनि लेखिरहनु भएको छ नि। यो पुराना नेताहरू अझै सुध्रेनन् भनिरहनु भएको छ नि। सुध्रेनन् भने मैले के गर्नु त अब। सुध्रेनन् भने उनीहरू जान्छन् खोले खोले। बालेन्द्र शाहसँग संवाद भएको छैन मान्नेज्यू? भएको छैन क्या, म गर्दिनँ संवाद कोहीसँग। ल त एउटा फोटो हान्नु। लौ न, लौ छिटो गर्नु न यार, फोटो नखिचौँ न, हो भोलि पर्सि खिचौँ। हुन्छ तपाईँ मात्र यस्तो हुनुपर्ने, अरू फेरि तपाईँको एउटा सिको नगर्ने, खुलेर हिँड्न नसक्ने कारण के होला फेरि? अनि यो त्यही तिमी जस्तो धेरै गाउँ गर्ने भएर हो। युवाहरूलाई अगाडि बढ्न दिनुपर्छ, अलिक छिप्पिएको बुढाहरू चाहिँ पछाडि बस्नुपर्छ क्या। पटक शपथ लिएर आउनुभयो, कस्तो महसुस भएको छ? केही महसुस भएन, किन भन्दाखेरि 5 मिनट पनि लागेन। मान्नु पर्दैछ मन्त्रीज्यू। मान्यज्यू बधाई पनि चाहिन्न, शुभकामना पनि चाहिन्न। किन मान्यज्यू? चाहिन्न। स्वतन्त्र माननीय महावीर पुन कतै राष्ट्रपा स्वतन्त्र पार्टीमा जाने हो कि भन्ने चर्चा पनि छ कि हो? त्यो चर्चा जसले गरेको उसैलाई सोध्नु। तपाईँले चाहिँ यो आफ्नो किताब कति पटक पढ्नुभयो? पढे छैन, पढ्नु भएन? लेख्यो पढ्यो, अब के पढ्ने लेखेको छ। हकित हुनुभयो जस्तो छ कि माननीयज्यू आज हाई हकित हुन्न के तेरिका। अरू लेखकहरूको किताब चाहिँ कति पढ्ने गर्नुहुन्छ नि? कसैको किताब पढ्दैन। आफ्नो किताब तपाईँले पढ्नु भएको छ, लेख्नु भएको मात्रै छ होइन? आफ्नो किताब पढ्नु भयो माननीयज्यू? त्यो लेख्दाखेरि पढिहाल्यो नि। अर्को किताब चाहिँ कहिले निस्किन्छ तपाईँको नयाँ किताब? नयाँ किताब निस्किँदैन। फेरि भेटौँला लेख्नु भएको छ हजुरले? यसैमा थप्ने हो क्या अलिकति। अलिक मन्त्री हुँदा अनुभव पनि हो त्यो थप। किताबमा हाल्छ कि थप्ने? फेरि पुराना पाठकहरूले त फेरि किन्नुपर्ने भयो नि त। किन्नु धन नाफा हुन्छ। यहाँ पत्रकारितामाथि कुटपिट गर्नु भएको छ, के छ यसमा? मलाई थाहा छैन भन्दैछु। मैले कुटपिट गरेको देखेकै छैन त। अब म बजार यो कुरा थाहा छैन कि म बिहान किताब बेच्न आएको मान्छेलाई। यो देशको सिमानाको विषयमा के छ अहिले, खास गरी लिपुलेखमा चाहिँ भारतले होइन नेपाललाई पत्तै दिएन त्यहाँ व्यापार सम्झौता गर्ने? त्यो सब राजनीतिक कुरा हो है। तपाईँ राजनीतिज्ञ हो त? राजनीतिज्ञ होइन। किन त के भन्न मन लाग्छ? साला गधा कुकुर मोर मुन्टी। माननीय सर, संसदमा भूमिका कस्तो रहन्छ अब तपाईँको? भूमिका खेलाडीको रहन्छ। पहिलोचोटि सांसदको शपथ खाँदा कस्तो अनुभव भइरहेछ? एकदम 5 मिनटमा सिद्धिहाल्यो नि। बालेन्द्र पहिलो निर्णय चाहिँ केपी ओलीलाई पक्राउ गर्ने हो? थाहा छैन के, फेरि हो भन्छ यार। शिक्षा मन्त्रीमा दोहोरिने सम्भावना कतिको छ? मलाई थाहा छैन, भगवान् पशुपतिनाथलाई गएर सोध्नु। शैक्षिक वातावरण बनाउने। तपाईँले मन्त्री हुँदाखेरि अगाडि बढाउनु भएको कानुन अब अगाडि बढ्ला त? बढ्नै पर्छ, नबढ्यो भने त म त हडताल गर्छु नि। हाम्रो ढोका खुल्दिने हो नि? अनि हुन्छ। केही छैन, अब 1.5 घन्टा छ मान्य हुन। मान्य भइसक्नु भयो अब? छैन अहिलेसम्म, शपथ नगरेसम्म त कहाँ मान्ने हुन्छ? विधायक ओ चित्र कता हो? राजा कहाँको गनी भणारी